यहाँको परम्परागत चिसोमा लाउने यस्तो दामी रहेछ ल भुवै भुवा भित्र त्यो चाहिँ लसुन रहेछ लसुन हो यो धन्यवाद तपाईहरुलाई धेरै धेरै चाहिँ यहाँबाट निस्किन लाग्यो अनि हेर्नु न यो चाइनिज बिस्कुट रे 200 के रे यो होटलको नाम भन्नु न ये वाह ओट वाह ओट ओके गाइज गुड मर्निङ फ्रम तरफ भिलेजमा आज हामीहरू डोल्पा एडभेन्चर राइडको चाहिँ आज हामी डे 6 मा छौँ आयो सबै सिरिजहरू हेर्नुभयो होला हिजोको सिरिज झन् कस्तो खतरा थियो ज्याङ्ला पासको होइन आज चाहिँ हामी ज्याङ्ला पास हिजो गयो आज यहाँ आएर बसियो अब भिडियोको हामी सिरिजको अन्त्यमा छौँ आज चाहिँ हामी यहाँबाट चाहिँ डाइरेक्ट पेरोल जाने चाहिँ हाम्रो प्लान छ अब एकछिनमा हामी यहाँबाट हिँड्छौँ पेरोलको ओह्रालो कसरी झर्छु त्यो अलिअलि म क्लिपहरू देखाउँछु अब खासै भिडियो देखाउँदिनँ लास्टमा चाहिँ म तपाईँहरूलाई प्राइजिङदेखि लिएर यताउता डिटेल्सहरू चाहिँ त्योहरू राखिदिन्छु त्यो गाइस अनि हाम्रो यहाँ फिरन्ते दाइको छ है हाम्रो एफजेड लिएर आउने दाइको चाहिँ स्टिकर छ है यहाँ ल हेर्न सक्नुहुन्छ अहिले मेरो स्टिकर टाँसिदिन्छु म यहाँ यता हाम्रो एमबिए भ्लग्स अनुहार त पुरै उजाडे जस्तो भयो त तिमी त्यो जुत्ताहरू पुरै यहाँ सुकेर जस्तै भयो बाइक यता छ यस्तो भइहाल्छ ल हेर्न सक्नुहुन्छ तपाईँहरूले र त्यही गाइस अब एकछिनमा ब्रेकफास्ट गर्छौँ आयो सिरिज मन पऱ्यो होला यस्तो सिरिज हेर्नको लागि च्यानल सब्सक्राइब गर्नु नबिर्सिनु होला अझै पनि यस्ता राइडहरू आउँछन् अनि हाम्रो कुनै पनि ब्रान्डहरूले हेर्दै हुनुहुन्छ भने आगामी आउने दिनहरूमा चाहिँ साथ सपोर्टको अपेक्षा राख्दछौँ साथ सपोर्ट दिनु होला है त्यही गाइस ल ग्राभिटी गुड मर्निङ के छ त नि वाह ओट वाह ओट भित्र गइदिने ल त्यही गाइज ल अहिले एकछिनमा ब्रेकफास्ट तिमी लास्ट सक्यो यहाँ त लास्ट झाडु बाइकमा बाउडा ल त्यही गाइज अहिले एकछिनमा भेटौँला है त ओके गाइज पिआरएस भ्लगको स्टिकर चाहिँ के रे यो होटलको नाम भन्नु न ये दिदी लजाएर हिँडिदिनु भयो ल यहाँ चाहिँ जे तपाईँहरू आयो भने चाहिँ यहीँ बस्नु होला है वाइफाई साइफाईहरू छ राम्रो व्यवस्था छ के होटलले दिदी हो सुरुको भन्नु त अनि मलाई थाहा भइहाल्छ अरू ल दिदी होटललाई के गरेको म त भन्दिनँ भने भाग्दैन ल पिआरएस भ्लगको ट्याग तिमी टाँस न मैले तास्छु ल यहाँ आउनुभएको छ भने ट्यागको इन्स्टाग्राममा ट्याग हान्नु होला मलाई यो चाहिँ अलिक सिधा भयो है ल अहिलेको चाहिँ ल गाइस ट्यागको स्टिकर यहाँ छ तपाईँहरू आउँदा चाहिँ यसो हेर्नु होला फोटो खिचेर यसो ट्याग गरिदिनु होला है त टक्कै यो होटलको नाम चाहिँ गाइस के हो भन्दा होटल के यो उल्टो होटल क्याउरी रहेछ है गाइस ल होटल क्याउरी हो नम्बर पनि यहाँ रहेछ है ल हेर्न सक्नुहुन्छ नम्बर ट्याग कहाँ छ होटल क्याउरी माउन्टेन एन्ड लन्च छ तपाईँहरू आउँदा यहाँ बस्नु होला यहाँ चाहिँ वाइफाई छ यहाँ चाहिँ वाइफाईको व्यवस्था छ नम्बरसम्ममा ट्याक्टु गरेर मिलाएर राखिदिन्छु ल गाइस यहाँ चाहिँ हिउँ चलायो हेर्नु न यहाँ कति जम्मै रहेछ हेर्नु त पुरै हेर्नु त यत्रो टिक्का झऱ्यो है यसलाई निकाल्नु पर्छ यार दाउरा साउरा घोचो सोचो लस्टी यत्रो रहेछ यो लौरी निकाल्नुपर्छ हेर्नु गाइस सफ जम्मै यार टायर नयाँ हालेर आएको यता आउने भनेर त्यो मेरो भाँचियो होइन मैले फेरि ओल्डिङ हाल्थेँ राम्रोसँग त्यो पनि भाँचियो मैले फेरि यो चाहिँ ल्याएको थिएँ कि मैले सिङ्गल ह्यान्डल नै हाल्दै थिएँ अनि यो यसको मेन ह्यान्डल नै बोकेर आएको थिएँ मैले अनि यो पनि मैले ल्याएको थिएँ अब यो हाल्छु म चाहिँ
यो चाहिँ अलिक लुज हुन्छ रहेछ तपाईँहरू नै हाल्ने भने चाहिँ यो अलि नहाल्नु यार यो लास्टै लुज हुन्छ सोको लागि चाहिँ ठिक छ सानो सानो यताउता समात्न तान्न पनि झ्या हुन्छ ल हाम्रो फेरि टुल बक्स सब हुन्छ केटा फेरि व्यवस्थित हो नि त हामी त फेरि त्यत्तिकै हाइन्छ नि राजा होइन ज्याङलाई फास्ट पुगिन्छ पुरै यहाँ पेट्रोल पनि पाउँदो रहेछ यहाँ पेट्रोल पनि पाउँछ यहाँ चाहिँ टन्नै हुनुहुन्छ मान्छेहरू चाहिँ हेर्नु बाइक हेर्नु ल कस्तो कस्तो छ बाइकहरू ल डिस्प्ले हेर्नु कस्तो छ डट टायरमा टाइप्सको बाइक छ यहाँ चाहिँ यहाँबाट निस्किन लाग्यो अनि हेर्नु न यो चाइनिज बिस्कुटै 200 रुपियाँ पर्दो रहेछ कस्तो कस्तो अलिअलि चाउचाउहरू लिएर हिँडेको कि लगभग 5-6 घन्टाको अब राइड छ त्यसपछि हामी बल्ल ढोकाबाट भेरोल पुग्छौँ ल अब हामी निक्लिन लाग्यो ग्यास ओके गाइस अहिले चाहिँ हामी यहाँ तेल हाल्दैछौँ है अलिअलि हिजो माथि लास्टै माथि गयो कति दिदी एक जगको 700 है 700 एक जगको 700 केटा यहाँ पाउँछ 2 जग हाल्ने होइन ल तेल हाल्दा हामी केटा ओके गाइस योबाट चाहिँ आज हामी निक्ल्यौँ आज हामी डे 6 मा छौँ डोल्पा एडभेन्चर राइडको अनि दाइलाई पनि धेरै धेरै धन्यवाद दाइहरू गयो है दाइहरू ल अहिले हामी निस्क्यौँ ल अब उता डाइरेक्ट पेट्रोलतिर गएर भेटौँला है त धेरै लामो हो बाटो केटाहरू हिँडिसक्यो ओके गाइस अहिले चाहिँ हामी यता हेर्नु देख्न सक्नुहुन्छ यो कुनाको चाहिँ तिन्जे भिलेज रहेछ अस्ति हामी चाहिँ उता धो जाने बेलामा चाहिँ खोरतर गएको थियो नि त अनि त्योभन्दा यतापट्टि हो क्या यो चाहिँ तिन्जे भन्ने चाहिँ होइन अनि तिन्जे गाउँ आएको छ धोबाट उता लगभग हामी 2 घन्टा जतिको राइडमा हामी आइयो क्या हो सायद यहाँ चाहिँ अनि त्यही हो अब अलि नजिक गएर चाहिँ तिन्जेलाई हेर्नुपर्छ है त तिन्जे भिलेजलाई लगाएछ अब वहीँ गएर देखाउँछु म तपाईँहरूलाई गाइस हेर्नु न यो तिन्जे भिलेजको पुरै मान्छेहरूले गाह्रो साह्रो लगाएर खेती गर्न योग्य गराउनु भयो रहेछ क्या अनि यता रहेछ अति नै दामी रहेछ है तिन्जे चाहिँ धन्द मिस भयो यार होइन साथी धन्द मिस भयो दामी रहेछ लगाएछ अब अझै नजिकबाट हामी हेर्नेछौँ है त सन्चै हुनुहुन्छ यो तिन्जे गाउँ है हामी पोखराबाट आएको पोखराबाट यता पेरुल हुँदा आएको गाह्रो मान्छे लगाएर 2 दिन लगाएर निकालेको हजुर हुन्छ हुन्छ ल ल आज फर्किने अस्ति हिजो धोतरा पोको अस्ति अनि आज फर्किने यस म त दामी रिजोर्ट ठाउँ छ यार झन् बवाल हेर्नु यता फेरि गुफा छ क्या यो भित्र चाहिँ गुफा छ क्या गाइस मेरो नाम गौतम तेन्जिङ ल दाइलाई हाम्रो यहाँ भेटिया छ है हाम्रो यो गाउँको बारेमा केही भनिदिनु दाइ अब गाउँको बारेमा भन्दा पनि खासै मसँग त केही पनि थाहा छैन होइन हजुर हजुर मेरो घर खासै छार्का हो ए छार्का हो तपाईँ अनि म यहाँ छार्का भोट उता हजुर छार्का भोट अनि म चाहिँ यहाँ घर चाहिँ आएको ए घर चाहिँ भयो र कति घर छ नि यहाँ चाहिँ यहाँ लगभग 90 भन्दा अलिक बढी छ 90 भन्दा बढी छ है यहाँको व्यापार व्यवसाय भनेको त चौरीहरू अब यहाँको व्यापार भनेको चौरीहरू बख्राहरू त्यही हो जिन्दगी यसरी नै चलिरहेछ ठिक छ तर यताको मान्छेहरू चाहिँ एकदम खुसी लाग्यो क्या एकदम हाम्रो देख्दा पनि एकदम खुसी अनि तपाईँहरूलाई हेर्दा पनि एकदम खुसी देखिने क्या यताको मान्छेहरू चाहिँ हजुर अनि एकदम माया गर्नु हुँदो रहेछ हामी उताबाट आएको भनेपछि हजुर त्यो चाहिँ एकदम फिल भयो अनि ठाउँ चाहिँ एकदम राम्रो दाइ हेर्नु त यस्तो बवाल छ गाइज है तपाईँहरू हेर्न सक्नुहुन्छ एकदम राम्रो लाग्यो ठाउँ चाहिँ हुन्छ अनि दाइ तपाईँहरू यस्तो यो फेरि अहिलेसँग उता नेपालतिरबाट आएको गाडीहरू चाहिँ कस्तो छ भन्दा एफआई भन्ने हुन्छ क्या त्यसमा चाहिँ यस्तो हाइटमा आउँदा नि केही प्रब्लम हुन्न
यिनीहरू चाहिँ कार्बोरेटरवाला हो क्या, लगभग 10-12 वर्ष पुरानो बाइकहरू हो क्या। अनि हामीले चाहिँ लिएर आएको। तपाईँहरूले यस्तो आफ्नो देश सम्झेर यस्तो भिडियोमा देखियो अनि आफ्नो देश चाहिँ एक्चुली जति गाह्रो भयो नि घुम्नुपर्छ हो भन्ने तरिकाले चाहिँ हामी आएको कि। त्यो आफ्नो देश सम्झेर यस्तो गाह्रो गरेर बाइक निकाल्नु भनेको तपाईँहरू धेरै त्यो हो कि खै तपाईँहरू हेर्नु सक्नुहुन्छ गुफा छ, यता यस्तो दामी मन्दिर छ क्या। अनि यता फेरि हेर्नु न पुल, क्या बवाल छ नि त सिन, खतरा खतरा खतरा। हामी चाहिँ अहिले यहाँ तिन्जेमा आइसक्यो अनि हामी चाहिँ डाइरेक्ट जाने भन्ने सोच थियो, तर अप्पर डोल्पा आएर तिन्जे भिलेज धन्दै हामीले मिस गरेको। तिन्जे ल। अनि हाम्रो यता दिदीहरू हुनुहुन्छ अनि यहाँ चाहिँ यहाँ आएर बल्ल मैले साग देख्न पाएको थिएँ, नभए अस्ति पेरोलबाट माथि धोसम्म सागै देख्न पाएको थिएन। अनि दुध चिया पनि अब खाने हो। अब यहाँ बब्बल खाजा हाल्नु जानुपर्छ। यहाँ त चाइनिज खानेकुराहरू के छ के छ। यो चाहिँ अब म खान्छु। भिडियो भ्लग हेर्नुहुन्छ कि नै तपाईँहरूले? हेर्नुहुन्न है? अलिअलि खानेकुरा लिएर जाऊँ होइन क्या, यो पिरो टिरो टक यो उसो पाइन्छ क्या केटाले स्कुल बाहिरको केटा पसलमा हेर न हो क्या पाण्डाहरू यिनीहरू त ल खाऊ केटा। धेरै पछि ऐना हेर्न पाइयो है त, हेर्न सक्नुहुन्छ धेरै पछि ऐना हेर्न पाइयो। बाटोमा भोक लाग्छ तिमीलाई दिदीको नाम चाहिँ के हो नि दिदी? केही हो न। ल यो चाहिँ त्यो यो भेडाको है, भेडाको छाला होइन यो? होइन होइन उत्यो भेडाको छाला हेर्नु, यस्तो बबाल हेर्नु त कस्तो बाक्लो छ फरे फरो। ल यहाँ पुरै चाइनाको सामानहरू पनि छ, नेपाली सामानहरू पनि छ। यो केटा सघा त यो यहाँ अहिले तिन्जेमा छौँ अनि तिन्जेको चाहिँ अब ड्रोन सट हेर्नुपर्छ है त। यहाँ हाम्रो छन् पाइलट एके गणेश एके ग्राभिटी ब्लग्स स्वाङ्गे ब्लग्स स्वाङ्गे ब्लग्स के हो स्वाङ्गे हो नि त होइन। यता चाहिँ हाम्रो ड्रोन छ, ड्रोनको शब्द हिँड्यो नि उडाएको देख्दैन यार। गाइस यो चाहिँ हाम्रो डोल्पाको तिन्जे गाउँ होइन? तिन्जे गाउँको के अरे जिम्बू। कस्तो दामी बसाएछ है। ल यो पनि अब हामी लिएर जान्छौँ है त। त्यो चाहिँ लसुन रहेछ, लसुन हो यो? कसरी हाल्ने यसलाई? दिदी हालिदिनु नि त एक दुईवटा। कुन चाहिँ? ए हो, ए ठिक छ ठिक छ। ल दिदीले चाहिँ हाम्रो यहाँ जिम्बू दिन लाउनु भएको यस्तो अर्ग्यानिक प्योर दिदीले चाहिँ हाम्रो यहाँ भाइलाई पोखरीले भाइलाई गिफ्ट दिँदै हुनुहुन्छ। ल जिम्बू अब टक्क जम्मू सहित हामीलाई चाहिँ यहाँ बिदाई गर्नुभएको दिदीले।
धन्यवाद तपाईँहरूलाई धेरै 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 धन्यवाद तपाईँको ठाउँमा फेरि फेरि घुम्न आउनु पाएँ ल यहाँ दिदीले ट्याक्क दिनुभएको छ खातो लगाइदिनु भयो कल्चरल ड्रेस हो रहेछ है यहाँको परम्परागत चिसोमा लाउने यस्तो दामी रहेछ ल भुवाभित्र दामी छ ल धेरै धेरै धन्यवाद दिदी है एकदमै खुसी लाग्यो यहाँ यस्तो सम्मान पायो कति दुःख गरेर आएछ हामी यो ठाउँमा आउने भनेर तपाईँहरूले यस्तो सम्मान गर्दा यसरी गिफ्ट दिँदा एकदम खुसी लागेको छ धेरै धेरै धन्यवाद अब पछि पनि आउँछौँ हामी ल हुन्छ हस् धन्यवाद ल गाइस तिनजना यस्तो मान सम्मान पायो अब हामी जान्छौँ ल दिदी बाई बाई धेरै धेरै धन्यवाद फेरि पनि आउँछु है ल गएको ल ओके गाइस हामी चाहिँ यता धोबाट फर्किँदै थियौँ बिचमा बसेर चिया खायो अनि यता फर्किने बेलामा यस्तो हिउँ परेको यो मौला पासतिर अनि मौला पास होइन राजु मौला पासबाट अगाडि मैले ड्रम सब फुटाल्दिसकेँ यस्तो गाह्रो भइरहेको नि आमा पुरै नगरम चढाउनु पनि लास्टै गाह्रो भइरहेको छ हिलो हिलो भइरहेको के हो अब छार्का बोर्ड कति बेला पुग्ने थाहा होइन यस्तो छ अवस्था चाहिँ ल गाइस ओके गाइस मौला पास यतातिर लास्टै भयो बल्ल बल्ल यहाँ छार्का भोटमा आइयो अनि यहाँ होटेलमा है यो चाहिँ हामी तपाईँहरू आउँदा यहीँ बस्नु होला है हाम्रो दिदी यता हुनुहुन्छ अब यहाँ तातो खाइयो ल ट्याक्क अब हामी यहाँ थुक्पा हान्न लाग्यो है ल गाइस गाइस अहिले चाहिँ हामी छार्का भोटमा छौँ अनि मेरो बाइकको टफ चाहिँ पुरै निकालिसकेँ मैले बाइक हेर्न सक्नुहुन्छ अनि सब यता हिलो चाहिँ हेर्न सक्नुहुन्छ अनि यहाँ सब हिउँ अड्किएर यस्तो गाह्रो भएको गाइस यस्तो गाह्रो हिजो माथि उहाँ ज्याङ्ला पास नानी भन्दा पनि लास्ट भयो थियो बाइक हालत चाहिँ यस्तो छ अहिले यहाँ आएर पछि खायो सामानहरू त ठिकै छ हिउँ सब हिउँ जमिरहेको यार आमा ल हेर्नु त भाइजरै बरु हिउँ बाइक त सब खोलेर तलक्क गर्नुपर्ने हुन्छ अब ल हेर्न सक्नुहुन्छ हस् ल त्यही हो हामी यहाँ होटेलमा बसेर ट्याक्क खायो ग्राभिटीको बाइक हेर्न सक्नुहुन्छ यिनको पनि यस्तै छ हालत उता पनि त्यस्तै टाइपको छ घोडा हेरेर ल अब हामी हामी निक्लिन्छौँ पेरोल पुग्नुलाई अब गाह्रो छ उता पनि हिउँ हुन्छ त्यही गाइको अलिकसम्म भेटौँ ल यहाँ पिआरएसको लोगो फेरि सिएट ल्याएर ल अब हामी निस्किन्छौँ ओके गाइस हामी चाहिँ यो डोल्पा र अब पेरोल आउने बेला भइरहेको थियो होइन सबैतिर पुरै कालो छ क्या ल हेर्न सक्नुहुन्छ होइन तर हेर्नु न यस्तो बल देखियो क्या ल हेर्नु त पुरा बिचमा यो त हेर्नु न सर्लक्क घाम क्या अब यस्तो बवाल पयालो सुना जस्तो हेर्नु त गाइस के बवाल छ ओके गाइस अहिले हामी चाहिँ ठ्याक्क डोल्पा र पेरोलको बोर्डर साइडतिर आउनु लाग्यौँ अनि हेर्नु न यस्तो बवाल छ क्या भ्यू चाहिँ ल हेर्नु त यस्तो बवाल छ क्या भ्यू ल हेर्नु त आमा ल हेर्नु न हेर्नु ए गाइज म ठिस भइसक्यो यो भ्यू देख्दा देख्दा के भइरहेछ है गाइज लिटरली हेर्नु त भ्यू के हो यो ए म ठिस भयो गाइज यार हेर्नु त वाउ यो चाहिँ त्यस्तै बेला मात्र देखिन्छ यार जोको बेला देखिन्न ओके गाइज फाइनली हामी भिडियो आइपुग्यो हाम्रो दिदीकोमा यस्तो खतरा राइड भयो 1 मिनट रोकेर राख्यो भने सब जाम हुने बाइक होइन अनि मेरो गोप्रोको स्टोरेजहरू पनि सबै फुल भएको थियो मेमोरी कार्डहरू फुल भएको थियो त्यही भएर मैले फोनबाट खिचिरहेको थिएँ अहिले आएर खाना खाइरहेको छौँ यस्तो हार्ड राइड भयो कुरै नगरौँ पुरै बाइकै जाम हिउँ चलाइयो होइन ए कुरै नगरौँ भाइजर साइजर उड्यो टप सप उड्यो पोखरा जाने बेलासँग पाटपुटो सबै इन्जिनमा लिएर जाने
यता हाम्रो दाई हुनुहुन्छ खाना पनि आधा घन्टामा लाग्यो भने पुरै बरफ सबरफ जम्छ है यता दाई हुनुहुन्छ ल यता हाम्रो साथी सुनको त टिलिक्क टल्काएर हाँसिरहन् यता हाम्रो आन्टी हसिलो आन्टी हुनुहुन्छ उता हाम्रो दाई पनि खाँदै हुनुहुन्छ खाने नि ल गाइस अब खान्छौँ भोलि भेरोलबाट तल जाने भनेको बाइकै भोलि पुरै हिउँ हिउँ छ अब हाल्दिनँ म यहाँ आँपको हो यो त हाम्रो सल्टिनाले गरेको खाना हो खुर्सानी राख्ने ल अब खाना खानु लाग्यो खाना खान्छौँ अहिले बाइकको अवस्था खोजेको